So hello guys and namaste. So today we are in uh, our brother's home because हाम्रो दादाको सबसे सानो छोरीको चाहिँ आज फर्स्ट बर्थडे हो त्यही भएर हो अनि यो ब्लग चाहिँ मैले ब्लग मिन्स यो के भन्छ इन्ट्रोड्युस भिडियो चाहिँ मैले किन बनाउँदैछु भन्दाखेरि बहिनीलाई अलिक लाइक बहुत के भन्नु अब नर्भस हुन्छ अरे त्यही भएर चाहिँ मैले बनाइदिन्छु ब्लग चाहिँ उसकै थ्रुबाट आउँछ हो यो सिर्फ मैले चाहिँ इन्ट्रोड्युस गरिदिएको अनि अहिले चाहिँ हामीले बलुन फुलाउँछु एन्ड मेरो बहिनी चाहिँ को जस्तो लाग्दछ अरे मोडल जस्तो लाग्दछ अरे सो उसको एम नै मोडल हो कि तर किन जान्दैन अरे भन्न त्यस्तो होइन भन्न रिजन वाइ आर यु नट चुजिङ मोडल लाइन स्ट्रगल छ अनि लास्टमा बन्ने के छपडी लु गाइस सो अहिले चाहिँ हामी बेलुन फुलाउँछौँ यहाँ दुईवटा सानो सानो सुन्दर सुन्दर केटीहरूले पनि बेलुन फुलाइदिँदैछ अनि हाई भन् के थियो आना कि मैं हाई बोलो चांदू हाई बोलो देखो यहाँ में बलून इतना फुला चुका है अनि हामी चाहिँ सबै बाहिर गर्ने हो बाहिरमा डेकोरेसन गर्ने हो घर चाहिँ किनभने अलिक कन्जेस्टिभ के भन्छ नि अलिक कन्जेस्टिभ हुन्छ नि त किनभने अब मान्छेहरू बेसी आउँछ अनि घर अलिक सानो छ नि त बिचमा हुन्छ अनि त्यही भएर बाहिर गर्ने हो निम्साङ हे कालु कालु मदारी आया अन्य चीज लाए ऊ कालो मदारी त्यो बिमार पो भएछ लु गाइस अब चाहिँ हामी फुलाउँदैछु अब चाहिँ बहिनीले कन्टिन्यू गर्छ ब्लग तपाईहरु हेर्दै गर्नु म अगाडि अगाडि देखाउँछु के हुन्छ Saurat is very dangerous guys stay away from her यहाँ हेर्नु त सकल देखाउनु त वान्टेड सकल देखाउनु त यहाँ बहिनीलाई ह्यापी बर्थडे भन् मेरो खोयामा अब चिकन भन्न आइसक्यो मलाई चिकन भी छ pork भी छ अब यो हाम्रो बर्थडे गर्ल सो डर्टी बिकज बर्थडे गर्ललाई अहिले तक सफा गरेको छैन हामीले बर्थडे गर्ललाई भोक लाग्यो अरे यसले हामीले म्यागी पकाउँदैछ यहाँ के भनेको भोक लाग्यो एलिना भोक लाग्यो भोक लाग्यो ला एलिना भोक लाग्यो एलिना भोक लाग्यो यतिको चाहिँ हुनुपर्छ नि बर्थडे पार्टी भनेको राम्रो देख्दैछ है कसले सजाएको मैले सजाएको बट मेरो बहिनीको नाम नै निकी हो पेमा मानौँ न उसलाई के न यति राम्रो मतलब यति नाम चाहिँ के राम्रो लाग्यो निकी भनेर एन्ड निकी गोरे एन्ड हामी बनाउँछु यु नो नट स्यालेड गोर्खे अचार मुला चाहिँ भेटेन अरे नि त त्यही भएर काँक्राको बनाउँछ काँक्रा र आलु त्यो आन्छु भन्नु भएको साँझ तो हामीहरू अब प्याज काट्दैछु त्यसलाई पनि थाहा भयो होला आज मेरो हात बर्थडे गर्दै त हामीले काटिसक्यो के लाइट लाइट प्याजको के भन्छ प्याजको रस तँलाई त नि मैले प्याजको रसलाई तलब दिएको थियो गाइस म चाहिँ अलिक बिजी भएको थियो त एलिनाको ड्रेस लगाएको देखाउनु पाइनँ अब हेर्नुहोस् गाइस कस्तो देख्दैछ हाम्रो बेबी म अब तपाईँहरूलाई एलिनाको लुक देखाउँछु त म चाहिँ अलिकति बिजी थियो काम गर्नुमा त अब तपाईँहरूलाई म हाम्रो बहिनीको बर्थडेको ड्रेस देखाउँछु त अब हामीहरू थालीको तयार गर्दैछ केक कटिङको लागि इसलिए म यो दिया लिन आएको थियो हामीहरू जाँदैछ अब हामीहरू जाँदैछ फुपूलाई लिनु लागि सो अलिक माथि नै छ यहाँ पेट्रोल पम्पको सामने त अब हेर्नु अगाडि कोडा ही कोडा छ हेर्नु यो हाम्रो बर्थडेको स्टेज त हामीहरू जाँदैछु गाइस अब
हेर्दै गर्नुहोस् हामीहरूको भ्लग। त्यहाँ पुगेर देखाउँछु तपाईँहरूलाई बनिरहे। अब हामीहरू पुग्छौँ। अब हामीको भाइ हामीहरू लाँदैछु बर्थडेमा। भाइ कहाँ जाने भाइ? बर्थडेमा जाने गाइस। अब हामीहरू जाँदैछु वापस त्यही घरमा बर्थडेको लागि। अब म त्यही गएपछि पुगेपछि देखाउँछु। Wow, video ba? सो गाइस मेरो भ्लग यति समय थियो। सो गाइस म अबदेखि चाहिँ अब नेपालीमा भ्लग आउँछ मेरो, क्योंकि मलाई हिन्दीमा बोल्न अलिक तकलिफ हुन्छ। सो गाइस डु नट फर्गेट टु सब्सक्राइब।